भन्थे परित्राण सम्बन्धी प्रवचन सुनिसकेपछि मलाई के प्रश्न सोध्नु मन लागेको छ। परित्राणले हामीलाई कसरी प्रभाव पार्दछ? परित्राण बुद्ध वचनहरूको पवित्र पोथी हो। परित्राण पाठ गर्दा एक किसिमले त्यो वातावरण नै शुद्ध र शान्तिको तरङ्गले व्याप्त हुने गर्दछ। त्यसको सम्पर्कमा पुग्ने मानिसहरूको मनलाई आनन्दित पार्दछ, मनलाई एकाग्र बनाउँछ। यसले गर्दा मनभित्रका अनेक मानसिक रोगहरूलाई पनि हटाइदिन्छ। मानसिक शक्ति सबल र सुदृढ भएको कारणले गर्दा मानिसको रोग त्यत्तिकै कम हुँदै जाने सत्यलाई आधुनिक चिकित्सा विज्ञानले पनि अत्यधिक रूपमा मान्यता दिइराखेको उदाहरण प्रशस्त छ। परित्राणको प्रभाव भन्नु नै भगवान बुद्धको सत्य, करुणा र मैत्री वचन तथा बुद्ध धर्म र सङ्घको अनन्त गुणधर्म अनि आशीर्वादद्वारा सबैको स्वस्ति, शान्ति, सुस्वास्थ्य, निरोगी तथा दीर्घायुको कामना गर्नु हो। यसैले पनि हो परित्राण पाठ गर्नुहुने भिक्षुहरूले प्रत्येक एक परित्राण अथवा सूत्र सकिएपछि यसरी पनि भन्ने गर्दछन्, ये तेन सच्चवज्जेन सोथिते होतु साबदा। अर्थात् यस सत्य वचनको प्रभावले सबैको स्वस्ति, शान्ति होस्। ये तेन सच्चवज्जेन सर्वरोगो विनाशतु। अर्थात् यस सत्य वचनको प्रभावले सबैको रोग विनाश होस्। ये तेन सच्चवज्जेन होतु ते जय मङ्गलम्। अर्थात् यस सत्य वचनको प्रभावले सबैको जय मङ्गल होस्। आजभन्दा 2600 वर्ष अघि बुद्धको समयदेखि नै अस्तित्वमा भएको परित्राण नेपालमा पनि विभिन्न भिक्षु तथा बौद्धहरूसँगै नेपालमा भित्रिएको हो भन्न सकिन्छ। वर्तमान नेपालको थेरवाद बुद्ध धर्म पुनर्जागरण पश्चात भने 6 दशक अघि मात्र यहाँ परित्राण पाठ गर्ने प्रचलन आएको देखिन्छ। भन्नुपर्दा वर्तमान नेपालको थेरवाद इतिहासमा उपत्यकाभित्र थेरवाद बुद्ध धर्म भित्राउने श्रेय दिवंगत अग्ग महापण्डित श्रद्धेय प्रज्ञानन्द महास्थविरलाई रहेको छ। उहाँले नै पहिलो पल्ट स्वयम्भू स्थित किन्दोल बिहारमा परित्राण पाठ गर्नुभएको थियो। भनिन्छ त्यस बेलादेखि नेपालमा परित्राण पाठ गर्ने चलन आएको छ। भन्थे हामीलाई परित्राण किन चाहिन्छ नि? हाम्रो जीवनमा अनिश्चितता बढी छ। कहिले कहाँ के कस्तो हुन्छ कसैलाई थाहा छैन। हामीमा यस्ता शङ्का उपशङ्का भय त्रासहरू उत्पन्न भएर मानसिक अशान्ति तथा मन कमजोर हुन सक्छ। त्यस्तो समयमा एउटा आधार आवश्यक भइराख्ने हुन्छ, जसले गर्दा आफ्नो मनोबल वृद्धि हुने गर्दछ। महामानव बुद्धद्वारा बताउनु भएको
त्यही बलियो आधार भनेको नै परित्राण हो। परित्राणले आफ्नो मनमा ठूलो विश्वास, सेल्फ कन्फिडेन्स वृद्धि गरिदिन्छ। सकारात्मक भावना वृद्धि गरिदिन्छ। भन्नुपर्दा परित्राणलाई जुनसुकै काम निर्विघ्नपूर्वक गर्नको लागि एउटा प्रेरणाको स्रोतको रूपमा लिने गरिन्छ। भन्ते परित्राण कहिले कहिले गर्न सकिन्छ? बुद्ध, धर्म र सङ्घप्रति श्रद्धा र आस्था हुनेहरूले परित्राणलाई दैनिक रूपमा सुन्ने र सुनाउने गरिन्छ। यसका बावजुद पनि परित्राणलाई विशेष अवसरहरूमा पनि विशेष रूपले श्रद्धेय भिक्षुहरूबाट परित्राण पाठ सुन्ने गरिन्छ। आज आएर परित्राण हाम्रो नेपालमा पनि आमा हुने समयमा, बच्चा पाउने समयमा, बच्चाको नाम दिने समयमा, अक्षर सिकाउने समयमा, अन्न खुवाउने समयमा, विवाह गर्दा, जन्मदिनमा, नयाँ घर बनाउन जग हाल्दा, गृह प्रवेश वा घरमा बस्न जाँदा आदि विविध मङ्गल कार्य तथा मरण पश्चात गरिने विभिन्न संस्कारहरू र पुण्य स्मृतिमा पनि श्रद्धापूर्वक परित्राण पाठ गराउने चलन भइसकेको छ। भन्ते परित्राण पाठ भन्नाले सबै ठाउँमा एउटै हुन्छ कि फरक फरक हुन्छ? धेरै समसामयिक प्रश्न सोध्नुभयो साधु। सबै ठाउँहरूमा पाठ गर्नेलाई परित्राण पाठ नै भनिए तापनि यसभित्र धेरै सूत्रहरू रहेका हुन्छन्। बुद्ध, धर्म, सङ्घहरूको गुण स्मरण गरेर मङ्गल कामना गर्ने परित्राण पाठ, बुद्ध, धर्म, सङ्घहरूको सत्य प्रभावले मङ्गल कामना गर्ने परित्राण पाठ, बुद्धको सद्धर्म उपदेश समावेश भएको परित्राण पाठ आदि रहेका हुन्छन्। परित्राण पाठलाई पनि समय, परिस्थिति एवं उपलक्ष्यलाई हेरेर फरक फरक सूत्रहरू नै पाठ गर्ने गरिन्छ। जस्तो कि मङ्गल सूत्र संसारमा विद्यमान यथार्थ हित कल्याण हुने मङ्गलको बारेमा जानकारी दिँदै सबैको मङ्गल कामना गर्ने। मैत्री सूत्रले सबैलाई समान दृष्टिले व्यवहार गर्ने। पच्चयुदेश सूत्रले विघ्न, बाधा आदि हटेर जाने। रतन सूत्रले अमनुष्य भय, दुर्भिक्ष भय, रोग भय आदि हटाइदिने। बोजङ्ग सूत्रले रोगलाई शान्त गर्ने। आटा नाट्य सूत्रले यक्ष, चोर आदि भयबाट रक्षा गर्ने। अङ्गुलीमाल सूत्रले प्रसुति व्यथा भइरहेको महिलाले सजिलै बच्चा जन्माउन सक्ने आदि आदि रहेका छन्। यसरी विभिन्न ठाउँमा गरिने परित्राणलाई एउटै परित्राण पाठ भनिए तापनि अवस्था, परिस्थिति र उपलक्ष्य हेरेर फरक फरक सूत्रहरू पाठ गर्ने गरिन्छ।